सम्पूर्णमा नमस्कार। पुष्पराज जोशी। यो ठ्याक्कै भन्नु पर्दाखेरि चाहिँ यो शैलशिखर वडा नम्बर 8 यो मरभेल अर्थात् जङ्गलाबगढ भन्छन्, तल कस्तुरायन तल लेन्टरवाला घर। अब यो चाहिँ प्रबल सम्भावना के छ भने भविष्यमा चाहिँ तपाईँको यो एरियामा अब यो शैलशिखर वडा नम्बर 8मा चाहिँ भोलि त्यस्तो फरेस्ट्री एग्रिकल्चर सम्बन्धी क्याम्पसहरू अर्थात् भोलि खेलकुदको लागि ग्राउन्डहरू स्टेडियमहरू बनाउन अर्थात् पर्यटकको प्रचुर सम्भावना भएको ठाउँ छ। ठुल्ठुला गुफाहरू छन्। यो माथि उतापट्टि यो जङ्गलको उता घर देखिया छ नि, माथिल्लो घर, यसको माथितिर चाहिँ ठुल्ठुला गुफाहरू छन्। अन्डरग्राउन्ड लगभग तपाईँको धेरै भित्र ठुल्ठुला चाहिँ कोठा जस्ता भएको, अनि त्यहाँ पानीको व्यवस्था भएको एकदमै प्रचुर सम्भावना छ। र यो उता तल बाटो देखिया छ नि, यो माथिल्लो यो ग्रे निलो कलरको हरियो कलरको योभन्दा उतापट्टि देखिएको बाटो उतातिर चाहिँ लगभग 200 हाराहारी मतदाता छन्, मतलब भोट दिने मतदाता नामावली भएका मान्छे छन् हैन। यो माथि चाहिँ 2-3 घर मात्र हो, तल बस्ती चाहिँ यो तलतिर छ। यो जुन घर देखिया छ योभन्दा उतापट्टि छ, ठुलो बस्ती छ, त्यहाँ गाउँ छ। तर यो माथिल्लो गाउँ, अब यहाँ रोडको लागि कुरा गर्दाखेरि चाहिँ मान्य गणेश ठकुरनाथजी तिनीहरूसित कुरा गर्दाखेरि ल भनिरहेको छ नि। तर प्रायः यो 3टा माथिल्लो यो घरको मान्छेहरूले ऊ माथि देखिया छ नि, यो माथिल्लो त्यो बाटो लगौँ भनिरहेको छ। त्यहाँबाट त्यो 2-3वटा घरलाई बस्ती तल छ। बस्ती यो घर देखिया छ नि, योभन्दा उतापट्टि छ ठुलो बस्ती यो तल। र माथि अब यत्रो चाहिँ यो खाली ठाउँ छ, यो त्यहाँको ढुङ्गा खस्यो भने माथिल्लो बस्तीलाई नि धराप। यताउति मेरो भनाइ चाहिँ यो देखिएको बाटो ट्याक्कै यताबाट त्यही बाटो भएर यताबाट ठ्याक्क लगेर उतातिर लाने, त्यहाँको त्यो रोडमा जोड्ने, त्यहाँ चाहिँ यो भन्छन् ठुल्सानी। अब यसमा रोड जोड्ने भने अब खै के गर्छन्, अब सबको आफ्नो इच्छा आफ्नो विचार। धन्यवाद। एकदमै यहाँ चाहिँ चुनढुङ्गाको खानी पनि छ। चुनढुङ्गा एकदमै यो जो घर बनिएको छ नि, यो घरको यहाँको स्थानीय प्रशोधन गरेर हाम्रै बाजे तिनीहरू लगाएको यो चुन अहिलेसम्म धेरै टिकिया छ। धन्यवाद।